नमस्कार सबैजनालाई। हामीले लास्ट टाइम चाहिँ आइटम्सको बारेमा चाहिँ अथवा छिटोमा चाहिँ प्रडक्ट कसरी एड गर्ने र त्यसलाई क्याटेगोरिज कसरी बनाउने, क्याटेगोरिजमा कसरी राख्ने बारेमा चाहिँ हामीले चाहिँ एउटा सानो छोटकरीमा भिडियो बनाएको थियौँ। र आज चाहिँ हामी इन्भेन्ट्री हेर्छौँ, इन्भेन्ट्री कसरी म्यानेज गर्ने बारेमा हेर्छौँ है त। जस्तो इक्जाम्पलको लागि यो आइफोन 17 प्रडक्टमा हामीले सुरुमा पहिलोचोटि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि यसो मानिलिउँ अहिले चाहिँ हाम्रो सिङ्गल एउटा आइफोन 17को इन्भेन्ट्री त ट्र्याक भइरहेछ। इन्भेन्ट्री यति छ, स्टक यति छ भनेर चाहिँ देखिरहेको छ होइन। बेस्ट प्राइस र सेलिङ प्राइस पनि देखियो। तर अब कस्तो सिन आउँछ भन्दा मल्टिपल भेरिएन्ट्सहरूको पनि सिन आउँछ है। जस्तो इक्जाम्पलको लागि आइफोन 17 प्रो अथवा आइफोन 17 प्रो म्याक्स चाहिँ हजुरहरूले चाहिँ अनि त्यसपछि कलर्सहरू जस्तो त्यसको पनि भेरिएन्ट्स। आइफोन 17को चाहिँ कलर वाइट अथवा ब्ल्याक अथवा येल्लो पनि हुनसक्छ होला। आइफोन 17 प्रोको पनि सेम कलर्सहरू हुनसक्छ होला अथवा आइफोन 17 प्रो म्याक्सको पनि सेम कलरहरू हुनसक्छ होला। त्यो चाहिँ ट्र्याक अथवा म्यानेज गर्नको लागि चाहिँ मल्टिपल भेरिएन्ट्स चाहिँ हामीले इन्क्लुड गरेको छौँ। जस्तो एज भेरिएन्ट्स भन्नेलाई चाहिँ हामीले टगल गरेर एकचोटि अपडेट गर्नु पऱ्यो। अनि त्यसपछि एडिट गर्नु पऱ्यो। जस्तो अब यो भएको पछाडि चाहिँ यो डिसेबल कम्प्लिटली यो भएको चाहिँ हेर्दैनौँ हामी भनेर र यहाँ पनि भेरिएन्ट्सहरूको लिएको छ। इक्जाम्पलको लागि म के गर्छु भन्दाखेरि अब आइफोन 17 प्रो अथवा आइफोन 17 प्रो म्याक्स भनेको त आइफोनको मोडल छ नि त। त्यही भएर हामी के लेखिदिन्छौँ भन्दा मोडल्स भनेर लेखिदिन्छौँ, मोडल्स भनेर। अब यसलाई एड ग्रुप गर्छौँ। एड ग्रुप गएपछि यहाँ एउटा बाटो खोल्यो, एड गर्छौँ। जस्तो अब के हो त यो मोडल आइफोन 17 रहेछ यो मान्नु एड भयो। अब आइफोन 17 प्रो रहेछ अरे यो एड अप्सन गरेँ। अनि त्यसपछि आइफोन 17 प्रो म्याक्स रहेछ यो एड अप्सन गरेँ। सो यो भेरिएन्ट्सहरू त भयो होइन, तर यसको पनि अब कलर्सहरू होला होइन, साइजहरू होला होइन। जस्तो इक्जाम्पलको लागि सर्ट्सको पनि कलर हुन्छ अथवा साइजेसहरू हुन्छ, जुनै पनि भेरिएन्ट्सहरू चाहिँ बनाउनु है त। जस्तो इक्जाम्पलको लागि म एउटा एड गर्छु अल्छी ग्रुप कलर भनेर एउटा एड गर्छु, कलर्स भनेर सरी कलर्स भनेर मैले एड गरेँ। कलर्स भनेर एड गर्ने बित्तिकै के हुन्छ यहाँ भन्दाखेरि अब एड कलर गर्न भन्ने अप्सन। जस्तो आइफोन 17 कलरहरू के हुनसक्छ होला मानिलिउँ डार्क हुनसक्छ होला, त्यसलाई हामी ब्ल्याक भनेर लेख्छौँ। सरी ब्ल्याक भनेर लेख्छौँ। यो जेनेरेटर भइसक्यो इमेजहरू। आइफोन 17को ब्ल्याक पनि हुन्छ, आइफोन 17 प्रोको ब्ल्याक पनि हुन्छ, आइफोन 17 प्रो म्याक्सको ब्ल्याक पनि हुन्छ, तिनवटा है। अब हामीले चाहिँ के गरौँ भन्दा वाइट पनि हुनसक्छ होला सायद होइन। एड अप्सन गऱ्यौँ, अब जेनेरेट हुँदैछ। त्यो अनुसारले चाहिँ आइफोन 17को ब्ल्याक, आइफोन 17को वाइट पनि स्टकमा आयो। अब जस्तै येलो भनेर पनि म एउटा कलर चाहिँ छुट्याइदिइरहेको छु। यो पनि आयो, सबै कुरा आयो, मल्टिपलहरू आयो। अब तपाईँले चाहिँ स्टकहरू चाहिँ म्यानुअली गर्न सक्नुहुन्छ। जस्तो यसको स्टक कति छ हजुरहरूसँग, एउटा छ, एउटा पनि एड भयो। अथवा कति छ 10वटा छ यसको भने 10वटा पनि गर्नु पायो है त। अब लेट्स गेट इन्टु इन्भेन्ट्री। अब यो त सेट भयो। अब हामीले अपडेट प्रडक्ट गऱ्यौँ भने वी आर गुड टु गो अन दिस होइन। अब हामीले कहाँ जानु पऱ्यो भन्दा यसको म्यानेज हेर्नुलाई चाहिँ इन्भेन्ट्री जानु पऱ्यो होइन। अब यहाँ आइफोन 17को भेरिएन्ट्सहरू सबै लिस्टेड आउँछ। जस्तो इन्भेन्ट्री आइफोन 17 ब्ल्याक 10 छ, यहाँबाट पनि एडिट गर्न पायो है त। आइफोन 17 वाइट छ, यसको 0 छ। जस्तो अब यहाँ तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने लो स्टक आउट अफ स्टकमा पनि हुन्छ 000 छ होइन। अब मानिलिउँ हामीले चाहिँ के गऱ्यौँ भन्दाखेरि यसलाई चाहिँ हामीले 3मा राख्यौँ भने लो स्टक भनेर देखायो। लो स्टक भनेर मिनिमम पनि 5भन्दा माथि हुनु पऱ्यो भनेर देखाएको छ स्टक होइन। स्टक तर काउन्टमा 3 छ। यो भयो। यो चाहिँ कस्तो हुन्छ भन्दा तपाईँको कस्टमरले चाहिँ अर्डर गर्यो भने चाहिँ अटोमेटिक तपाईँको चाहिँ स्टकहरू बढ्दै जान्छ है त। त्यो ट्र्याक हुन्छ। अब यहाँ तपाईँले यदि बढाउनु भने तपाईँको हिस्ट्री पनि म्यानेज हुन्छ, रिस्टक भनेर हुन्छ है। जस्तो इक्जाम्पलको लागि म फेरि के गर्छु भन्दाखेरि यहाँबाट एड गर्नु पनि पाएँ, तर म यहीँबाट गर्छु। लेट्स से 3 छ भने पछाडि अब अझै म थप्दैछु कति भन्दाखेरि 7 थप्दैछु। अब 7 10 भनेपछि 10वटा भयो। 7 मिनट्स एडेड भनेर भयो। रिजन भनेको एडेड न्यू स्टक्स, न्यू एभाइलेबल स्टक्स भनेर म डेट पनि दिन सक्छु कहिलेदेखि बनाएको, नत्र भने त्यहाँ पनि हुन्छ, तर म चाहिँ दिन्छु यो बेला चाहिँ यो समयमा चाहिँ मैले स्टक एड गरेको थिएँ भनेर।
यस्तो गरेर लेख्दैछु अनि अपडेट गर्छु। अपडेट गर्ने बित्तिकै के भयो भने 10 भयो नि त, अब म हिस्ट्री हेर्न सक्छु। जस्तो डेट यो अप्रिल 10 मा 7 स्टक थपेको थियो भनेर, त्यो अनुसारले चाहिँ तपाईँको कस्तो हुन्छ भन्दा हाम्रो छिटो एपमा तपाईँको पर्सनल छिटो स्टोरमा चाहिँ यसरी चाहिँ स्टकहरू चाहिँ जस्तो अर्डर गऱ्यो भने स्टकहरू अथवा कम्प्लिटेड भयो अनि त्यसमा पेड पनि फुल्ली भयो भने चाहिँ हजुरहरूको यो स्टक चाहिँ डिडक्ट हुँदै जान्छ है। त्यो चाहिँ हजुरहरूले चाहिँ ट्र्याक गरेर राख्नु पऱ्यो। ल यही थियो सिन इन्भेन्ट्रीको। अब हामी नेक्स्ट फर्दर भिडियोमा चाहिँ अर्डर्सहरू हेर्छौँ। अर्डरहरू गरेकोहरू चाहिँ कसरी चाहिँ हेर्न सकिन्छ बारेमा चाहिँ म फेरि अर्को भिडियो लिएर आउँछु। हस्त।